हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज फेरि नयाँ टपिक लिएर आएको छु। आज भने लास्ट टाइम मैले एनओसी कसरी अप्लाई गर्ने भनेर अनलाइन भनेको थिएँ भने अब अहिले चाहिँ त्यो अनलाइनबाटै हामीले पेमेन्ट पनि अनलाइनै गर्नुपर्ने हुन्छ। फिजिकल क्यास पेमेन्ट हुँदैन अहिलेको सिस्टममा। त्यही भएर अनलाइन गर्नको लागि त्यति गाह्रो छैन है। मैले लास्ट टाइम कति पैसा पर्छ मैले भन्न बिर्सेछु। यही भिडियोमा भनिहाल्छु। 2000 रुपियाँ हामीले तिर्नुपर्ने हुन्छ, जुन चाहिँ हामीले इसेवाबाट सजिलै तिर्न सक्छौँ है। 5 रुपियाँ जति त्यसले ट्याक्स लिन्छ, त्यो 2005 जति लाग्छ। उनीहरूलाई हामीले दिनुपर्ने 2000 हुन्छ होइन। 5 रुपियाँ ट्याक्स भइहाल्यो। त्यो मैले लास्ट टाइम भन्न छुट्याएको थिएँ त्यो भिडियोमा कति पैसा लाग्छ भनेर। यो भिडियोमा पनि भनिदिइहालेँ। र अब हाम्रो त्यो भेरिफाई भइसकेपछि नाउ योर एप्लिकेसन हेज बिन भेरिफाइड, नाउ यु क्यान पे भनेर भन्छ है। अब हामीले गर्नुपर्ने काम के भन्दाखेरि हामीलाई भेरिफाई भइसकेपछि मेसेज आउँछ हाम्रो त्यो रजिस्टर गरेको सिममा, योर होइन यस्तो यस्तो, अनि योर इबिपी नम्बर यति हो, भिजिटिङ डेट पनि यसले हालिदिएको हुन्छ, यति बजे यो मितिमा यति बजे जानु भनिदिएको हुन्छ। यस्तो मेसेज आएको हुन्छ नि, यो नम्बर दिएको हुन्छ हामीलाई। यो नम्बर चाहिँ अब हामीले कहाँ हाल्ने भन्दा पहिला सुरुमा इसेवा खोल्नु पऱ्यो। इसेवामा हामीले यो गभर्मेन्ट पेमेन्ट भन्ने यसमा क्लिक गर्नु पऱ्यो है। यसमा क्लिक गरेपछि यो एनओसी भनेर आइहाल्छ, नो अब्जेक्सन लेटर भनेर आउँछ। यसमा जाने, यो क्लिक गरेपछि यस्तो खोलिन्छ, यो आउँछ। यसमा चाहिँ हामीले त्यो अहिलेको माथिको त्यो इबिपी नम्बर भनेर मेसेज बक्समा आएको नम्बर यो हाल्ने होइन, त्यो हालिदिने। यदि त्यो नम्बर छैन भने, त्यो छैन भन्ने कन्डिसन त आउँदैन है आई फिल, तर पनि अहिले एप्लिकेसन नम्बर पनि हाल्दा हुन्छ भनेर अप्सन दिइरहेछ। त्यो ठाउँमा चाहिँ टक्क एप्लिकेसन नम्बर हामीले यो पेजमा पाउँछौँ। यो पेज कहाँबाट आयो भन्दाखेरि यो चाहिँ हामीले त्यही एनओसीको त्यो पोर्टलबाट त्यहाँ तलतिर अन्तिममा जाँदाखेरि डाउनलोड फर्म भनेर आएको हुन्छ। त्यही डाउनलोड गर्दाखेरि आएको पेपर हो यो हामीलाई चाहिन्छ है। किनभने हामीले भेरिफाई फिजिकल्ली गएर भेरिफाई गर्दाखेरि यो आइडी नम्बर हामीलाई चाहिन्छ। त्यही भएर यो चाहिँ सुरक्षित राख्नु होला। यो फोटोकपी गरेर लाँदाखेरि सजिलो, पछि जाँदाखेरि। पछिको कुरा पछि गरौँ, अहिलेलाई सिर्फ यति बुझौँ। त्यो इबिपी नम्बर हालिदिने यहाँ, अनि यहाँ पैसा 2000 रुपियाँ लेख्ने, अनि प्रोसिड गर्ने। प्रोसिड गरेर अनि ठ्याक्क त्यहाँनिर त्यसको सिस्टम आइहाल्छ होइन, यति पे गर्ने, अनि ट्रान्जेक्सन पिन हाल भन्छ, अनि त्यो हालिदिने, फिनिस। यति हो, त्यति गाह्रो छैन, सजिलो छ। हो यसरी गर्नुभयो भने तपाईँलाई सजिलो हुन्छ। ल यसलाई यति नै। फर्दर अब हामी फिजिकल्ली गएर त्यहाँ के गर्नुपर्छ भन्ने कुरा चाहिँ म नेक्स्ट भिडियोमा ल्याउँछु है। थ्याङ्क यू गाइज।